तपाईँ दिल कस्तो ढकढक 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 गरेर माई गड क्या कम्बिनेसन यत्रो लाइन भित्र कसरी घुस्ने समझ गई गर्दै हेर्दा त थाहा पाइसक्नु भएको छ होला के गर्छु भनेर कैसे कैसे लोग रहते हैं एट यहाँ बाहिर 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 हाल्नु पर्ला र चेकिङमा चाहिँ म 2 चोटि परेको छु म चाहिँ आज चिलमा छु आज चाहिँ चिलमा छु हेलो साथीहरू गुड मर्निङ सबैजनालाई नमस्ते के छ खबर सबैजना सन्चै आरामै हुनुहुन्छ र फेरि पनि हजुरहरूलाई स्वागत छ शर्मिला न्यू डे न्यू भ्लगमा र म चाहिँ किन बिस्तारै बोलिरहेको छु भने नि साथीहरू यहाँ चाहिँ मेरो भुन्टुमा सुतिरहनु भएको छ म चाहिँ अहिले बिहानको 6 बजेतिर उठेको छु उज्यालो भइसकेको छैन किनकि पानी परिरहेको छ त्यो कारणले चाहिँ अन्धकारै छ बाहिर र म आज किन छिटो उठेको छु भने नि साथीहरू म चाहिँ आज जाँदैछु पोखरा मेरो स्कुटीको ट्रायल छ आज चाहिँ आमा सोच्दा पनि दिल कस्तो ढकढक 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 गरिरहेको छ साथीहरू दिदी चाहिँ कसरी थाहा छैन है र जाँदैछु र साथसाथै थोरै भ्लग पनि बनाऊँ न पछिलाई याद हुन्छ भनेर चाहिँ भ्लग पनि बनाउँदैछु अनि त्यो यातायातमा चाहिँ मैले अस्ति जाँदा पनि यातायात कार्यालय अस्ति जाँदा पनि गर्न पाइनँ मेरो लिखितको दिन पनि पानीबाट हैरान थियो आज पनि त्यस्तै भएको छ पानीले तर अहिले देखाएको छ 8 बजीतिर पानी बस्छ 10 बजीसम्म त बस्छ भन्ने ट्रायल चाहिँ कति बजे खुल्छ भने 11 बजीतिर चाहिँ ट्रायलको लाइन खुल्छ साथीहरू अनि अब मेरो नम्बर चाहिँ अहिले यहाँ हेर्दा चाहिँ मेरो 166 मा छ नम्बर चाहिँ अब त्यहाँ गएर चेन्ज भयो भए त के जानौँ तर अनलाइनमा नि देखाउँछ नि त आफ्नो पाली चाहिँ यतिजना पछि भनेर नम्बर चाहिँ मेरो त्यतिमा आएको छ अहिले चाहिँ वहाँ गएर नि चेक गर्नुपर्छ सुरुमा अनि हाजिरी गर्नुपर्छ होला मेन अनि म चाहिँ त्यहाँ मन्साहरूकोमा नि पसेर क्या मेरो भाइको घरमा नि पसेर जुत्ता लैजान्छ मेरो जुत्ता त्यहाँ छ किनकि अस्ति लिखित दिने लिखित गर्ने दिने भनेको थियो के अरे जुत्ता चाहिँ अनिवार्य लाएर आउने भनेर अनि त्यो कारणले जुत्ता लिएर जानु छ म जुत्ता लाएर चाहिँ जान सक्दिनँ साथीहरू चप्पल लाएर जान्छु म चाहिँ नर्मलै तर फ्लाइट चप्पल लाउँछु मैले चाहिँ त्यो अरू चप्पलहरू मलाई खासै मन पर्दैन त्यति साह्रै र वहाँ गएर चाहिँ जुत्ता लाउनुपर्छ भित्र ट्रायल दिने बेलामा साथीहरू यस्तो डर लागेको छ कुरा नगरौँ र मैले चाहिँ मुख पनि नधोइकन आज भ्लग चाहिँ सुरु गरेँ है बाँकी भ्लग चाहिँ म अब जाने बेलामा स्कुटीमा या बसमा चढेपछि चाहिँ कन्टिन्यू गर्छु है त्यो साथीहरू र प्लिज सबैजनाले चाहिँ भ्लग हेर्नु होला र लास्टमा घर आउँदाखेरि चाहिँ या बसमै आउँदा या निस्किँदै भनौँला म चाहिँ पास भएँ कि फेल भयो भने त्यही बेलै भनिदिइहाल्छ अरे है थाहा छैन अब आफूले फर्स्टचोटि अनुभव हुँदैछ मैले चाहिँ जस्ट ट्राईको लागि मात्रै गरे हो कि भयो भने त भइहाल्यो नि भनेर स्कुटी चलाएको 1 वर्ष भइसक्यो साथीहरू मैले चाहिँ र चेकिङमा चाहिँ म 2 चोटि परेको छु तर मसँग चाहिँ फाइन चाहिँ लिनुभएको छैन अहिलेसम्म किनकि म नानीसँग र यतै चलाउँछु त्यो कारणले हाइवेमा चाहिँ म खासै जाँदिनँ कहिले हो साथीहरू हाइवेमा चाहिँ जाने तर म चाहिँ मान्छेहरूलाई अलरेडी सोध्छु कि त्यता चेकिङ छ भनेर अनि यत्रो वर्ष 1 वर्ष भयो नि त चलाएको चाहिँ 1 वर्ष भयो नि त अनि त्यो कारणले चाहिँ अब चाहिँ हैन यस्तै डराएर लुकेर चलाउनु भन्दा चाहिँ आफ्नै लाइसेन्स भयो भने चाहिँ एकदम सजिलो हुन्छ भनेर चाहिँ भयो भने त भइहाल्यो नि भनेर चाहिँ ट्राई गरेको छु र हिजो गएर हिजो भनौँ न आज त मेरो ट्रायल छ हिजो शनिबार गएर चाहिँ मैले आधी घन्टा पनि सिकेँ 400 रुपियाँ तिरेर इटहरू कटाउन त्यो सुसुर पनि सिकेको छु र अब वहाँ र यहाँमा धेरै फरक हुन्छ यहाँ एक्लै सिकेको र वहाँ चाहिँ पुरै जताततै पुलिसको बिचमा साथीहरू एउटा पुलिस देख्दा त हातुर काम्छ त्यहाँ गएपछि चाहिँ के हुन्छ थाहा छैन ल साथीहरू दाँत नफाड म चाहिँ उठेर खाजा रेडी गर्छु र नानीलाई उठाउँछु उसलाई रेडी गर्नु पर्यो म खाना दिनु पर्यो मतलब फ्रेस हुन्छु अनि त्यसपछि म भ्लग चाहिँ कन्टिन्यू गर्छु जाने बेला ओके साथीहरू
गुड मर्निङ साथीहरू, वेलकम ब्याक छ साथीलाई फेरि दोस्रो ब्लगमा। यो दोस्रो ब्लग चाहिँ कति दोस्रो ब्लग हुन्छ भन्नु होला र न्यू डे न्यू ब्लगमा भनौँ न होइन। र अब म चाहिँ लागिसकेको छु पोखरातिर। पानी चाहिँ बिजोग छ, यतिखेर चाहिँ पानी परेन। र मतलब हालै मेरो ब्यानरमा देखिसक्नु भएको थियो बेलमाली कि कहाँ जाँदैछु लिएर के भएर लाँदै मैले पानी परेर बिहानभरि भिजोग यति बिजोग भयो नि के कुरा गर्नु पानीको त। बिहान खास 12 बजी जाने भने पानी बसेपछि अहिले चाहिँ पानी फिलहाल बसेँ 8 बजीतिर। 8 बजी हिँडेर छ मलाई थाहा होइन पानी चाहिँ कतिखेर आउँछ। र बुझिसक्नु भयो म चाहिँ के को लागि जाँदैछु भनेर। अफकोर्स मैले योभन्दा पहिलोचोटि चाहिँ भ्लग गर्न पाइनँ किनकि त्यतिखेर पनि यस्तै पानी परेर यस्तो भिजोग भन्थ्यो मेरो लिखितमा पनि। र पढ्न पऱ्यो भने उसमा चाहिँ पानी परेको थिएन, भिजिटमा चाहिँ पानी परेको थिएन। लिखितमा नि पानी नै थियो। आज ट्रायलमा जाने साथीहरू मैले चाहिँ भोइस गर्नु पऱ्यो यहाँबाट चाहिँ किनकि मेरो भोइस नै नआएको कि हावा यति तेज चलिरहेको, मौसम नि त्यस्तै, स्कुटीको रफ्तार नि त्यस्तै साथीहरू। र अब चाहिँ म चाहिँ के भनौँ न जति उता लागिरहेको छु नि लिखितको लागि, मतलब ट्रायल गरेको त्यति दिल ढुकढुक हुँदै गएको छ, शरीर पुरै लुक भइरहेको छ। थाहा छैन साथीहरू सक्छु कि सक्दिनँ आज चाहिँ कटाउन, जे हुन्छ देखा जाएगा भनेर हिँडिरहेको छु। तर तपाईँहरूले चाहिँ भिडियो चाहिँ फुल हेर्नुपर्छ है साथीहरू। र हेर्नु न चिसोले चाहिँ मेरो घाँटी यति छिटो सुक्छ साथीहरू, त्यही भएर पनि मैले भोइस गर्नु पऱ्यो कि भोइसै नआएर चिसोले गर्दा। र मेरो फेस के आँखा र फेस पनि कस्तो सुन्ने जस्तो देखेको छैन साथीहरू। हेर्नु न कस्तो देखिरहेको छ है, नलजाइकन सबैजनाले कमेन्ट गर्नु होला। र मैले चाहिँ यो बेलुका आएर भ्लग के मतलब यो भिडियोमा भोइस हाल्दा पनि मेरो भोइस चाहिँ सुन्नु सक्नुहुन्छ नि तपाईँहरूले कस्तो आइरहेको छ कि। तपाईँहरूले चाहिँ मलाई हेरिरहने साथीहरू र माया गरिरहने साथीहरूले चाहिँ चेन्ज पाउनुहुन्छ किनकि थाहा भइहाल्छ नि उहाँहरूलाई त होइन त। ल साथीहरू लागौँ है त अब हाम्रो गन्तव्यतिर। हामी चाहिँ अहिले बस लाग्ने ठाउँमा छौँ साथीहरू। अब एकछिनमा चाहिँ बसहरू कतिखेर आउँछ अहिले चाहिँ 9 बज्यो अनि अब कतिखेर बस आउँछ अनि बसको अनुसार चाहिँ हामी अहिले जान्छौँ। अहिले चाहिँ हाम्रो दोहोरो बाटो छ, रेबुले यहाँसम्म चाहिँ राखेको छु। सानो एउटा जुत्ता तुना बान्दैछ, यो चाहिँ यता वान साइड आउने, त्यो चाहिँ उता जाने बाटो। अहिले चाहिँ 2 साइडै भन्छ नि त बाटोहरू, त्यो कारणले बस आयो क्या है बस। रेबी के भन्यो रेबी? हामी चाहिँ बसमा छौँ, झर्न लगाइसकेको छ मैले चाहिँ, झर्न लगाइसकेको छ मैले यस्तो ठुलो झर्न पऱ्यो अहिले 10-15 त यही भइसक्यो। अब कहाँ छ हो रहेछ त्यहाँ कसरी दिने फुत्त ल बोलेको प्याकेट छ। थ्याङ्क यू, राख्ने ब्यागमा जाने चल्छ लगाइसक्यो। मन चाहिँ भइरहेको छ, के हुन्छ थाहा छैन। कति नपरा पर्छु सुरुमा चाहिँ नपरा भने 11 बजेर हुन्छ ट्रायल चाहिँ। मेरो चाहिँ कता राख्दैछ भन्ने कुरा हो, जाँदा बित्तिकै हेर्नुपर्छ। मैले चाहिँ सिग्नेचर गरेर आइसकेँ साथीहरू, त्यहाँ चाहिँ सिकाउँदै हुनुहुन्थ्यो, हेर्दा पनि गएको थियो। क्लासमा त यस्तो भयो ए 8 यहाँ बाहिर हाल्नु पर्ला। पानी खाँदा नि पानी त पानी त्यसपछि यो हो कि मलाई मेन मुद्दा हानेको। यसमा चाहिँ बिस्तारी के अरे त्यो पटार्दै छोड्दै यहाँ चाहिँ ह्यान्डल चाहिँ कन्ट्रोल गर्ने मलाई केही भनेन, पुरा यस्तो हुन्छ थाहा होला। यो पुरा स्पिडमा गरेर पनि गर्ने नबोल न सुनौँ न, केही सुन्नेको छैन होला तर चाहिँ है सुनौँ भनेर आएको सब लाइन छैन, केही सुन्न पाएर मरिन्छ। यत्रो लाइनभित्र कसरी बुझ्ने केही भएर पर्दैन।
त्यही सोधेँ मलाई हेरौँ म चाहिँ फाइनली अब भित्र जाँदैछु र यहाँभित्र चाहिँ भिडियो बनाउन नपाएको रहेछ मलाई गरेर चाहिँ डिलिट गरिदिएँ होइन थाहा थिएन थाहा भए त पहिले गर्थेँ आज म जान्छु र आएपछि हजुरहरूलाई भन्छु कस्तो भयो मेरो ट्रायल पनि फाइनली साथीहरू मेरो चाहिँ टर्न आइपुग्यो भनेर चाहिँ म भन्दिनँ यो चाहिँ म सिक्न जाँदाखेरिको साथीहरू फर्स्टचोटि मैले 8 घटाउँदाको भिडियो चाहिँ राखौँ न गरौँ न भनेर पहिल्यै सोचेर गएको थिएँ र हेर्न सक्नुहुन्छ मैले चाहिँ कस्तो तरिकाले 8 घटाएको छु भनेर र सबैजनाले यसरी चाहिँ नकटाउनु होला भन्न चाहन्छु के थाहा कसैको होला नहोला अरे के र साथीहरू यो चाहिँ मेरो पहिलो दिन शुक्रबार शनिबार चाहिँ म सिक्न गएँ र आइतबार मेरो ट्रायल थियो नि त ट्रायल यतायतमा चाहिँ भिडियोहरू बनाउन नपाइँदो रहेछ त्यो कारणले मैले चाहिँ कस्तो तरिकाले दिएको छु भनेर चाहिँ यो चाहिँ इक्जाम्पलको लागि हजुरहरूसँग सेयर गरेको मैले यत्तिको चाहिँ गरेको थिएँ साथीहरू यत्तिको सिकेको थिएँ यो चाहिँ फर्स्टचोटि हो साथीहरू फर्स्टचोटिमा भिडियो बनाएर मैले चाहिँ चलाएको थिएँ डाउट लगाइरहेको थियो कता 8 चाहिँ कटे होइन छोइया दुईचोटि छोइया भने त आउट हो नि त एकचोटि चाहिँ 5 मार्क्स जान्छ र दुईचोटिमा चाहिँ आउट हो र त्यही भएर भिडियो चाहिँ बनाएको थिएँ कस्तो तरिकाले चलाउँछु मैले भनेर राम्रै चलाउँदो रहेछु पछि आफूलाई हेरेर चाहिँ यत्तिको चलाएपछि चाहिँ कटाउँछु होला है मैले भन्ने चाहिँ भएको थियो अनि यहाँ सिकाउँदै गर्नुभएको दाइले पनि भन्नुभएको थियो तिमीले चाहिँ आनन्दले ढुक्कले कटाउँछौ बहिनी हेर न तिमी पास भएर आउने छौ भनेर एकदम मभन्दा धेरै के उहाँले चाहिँ एकदम विश्वास गर्नुभएको थियो म माथि चाहिँ मैले चाहिँ स्कुटी सिकाएँ होइन साथीहरू बस यहाँ ट्रायलको लागि चाहिँ इक्जाम्पल कस्तो तरिकाले हुन्छ भनेर मात्रै सिक्न गएको थिएँ उहाँको र यहाँको चाहिँ धेरै फरक हुँदो रहेछ बस 8 चाहिँ उही भइहाल्यो तर 8 पनि ठुलो थियो उहाँको यो ठाउँहरू नै फरक थियो हजुरहरूले मेरो भिडियोमा देखिसक्नु भएको छ है मैले भोइस गर्नुको कारण चाहिँ के हो भने साथीहरू ठाउँमा चाहिँ किनकि कुनैमा चाहिँ भोइस म टाढा छु भन्ने कुरा भएन कुनैमा चाहिँ भोइस मेरोभन्दा बढी चर् साथीहरू म चाहिँ घरतिर लागेको अब चाहिँ अब त्यहाँ के भए कस्तो भए त्यो चाहिँ म हजुरहरूलाई घर अगाडि देखाउँछु र अनुहारमा हेर्दा त थाहा पाइसक्नु भएको छ होला के गर्छु तर हजुर त्यहाँ चाहिँ पिङेल जान लाग्यो भन न बोल्छ नि है पिङेल अब अब चाहिँ बेला घर लाग्यो मैले त्यहाँ चाहिँ भिडियो बनाउनै नपाइँदो रहेछ कि भन्नुपर्दा भित्र जो मैले बनाइरहेको थिएँ लुकाएर बनाएको थिएँ जो चाहिँ डिलिट गरिदिइहाल्यो अलिअलि चाहिँ छ त म त हजुरहरूलाई हाल्नेछु र म पास भएँ कि फेल भएँ त्यो चाहिँ म हजुरहरूलाई अहिले घर गएर देखाउनेछु तबसम्म चाहिँ अब जाममा परिन्छ होला सायद अब चाहिँ हामी पृथ्वी चौकबाट घरतिर लाग्यो बस चाहिँ खाली मेरो विचारमा यता बदाम खाएर यता छन् म चाहिँ यहाँ चिलमा छु आज चाहिँ चिलमा छु अब जब ट्राई गरेको होला नहोला अब सक्यो पाएर आउन भयो कि भएन त्यो त भनिहालेछु होइन तर हुन्छ भन्ने थिएन हुनै भनेको थिएन कि बस ट्राई जस्ट अनुभवको लागि गरेको भनौँ न अब त्यसमा मलाई कुनै मनखान छैन अब भए पनि भएन भनेर पनि मनखान थिएन छैन भनौँ न मलाई भएन कि रे भनेर नि मलाई चाहिँ मनखान थिएन साथी सुने कि नै चाहिँ मैले भन्नु जस्तो अब म पास भएन नि त मलाई कुनै मनखान हुन्थेन कि पास नभए पनि फेल भए पनि अब के भनेर रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का मलाई कि म फेल भए पनि फेल भएँ तर कुनै मनखान थिएन कि यस्तो फेल भए पनि पास भयो झन् राम्रो फेल भयो भने त जस्ट ट्राई गरेको नि त एकले त मैले 1-2 शब्द भनिदिएको होला क्या किनकि त्यो शब्द नजानेर साथीहरू चाहिँ घरतिर लाग्यौँ है त के भयो होला अब थाहै छ हजुरलाई म घर आएर भन्छु भनेको थिएँ होइन घर आउँदा चाहिँ रातै पऱ्यो मम्मीको घरतिर भात खाएर आएको होइन बिहानै स्टार्ट गर्दा पनि अन्धकारमा अहिले एन्ड गर्दा पनि अन्धकारमा माई गड क्या कम्बिनेसन र साथीहरू म के भन्दै थिएँ दिस इज माई नागरिकता मेरो नागरिकतापट्टि देखाउँछ हजुरलाई कति क्युट छ म देख्नुभयो यो चाहिँ मेरो नागरिकता जुन यता जाने बेला चाहिँ जसलाई पनि चाहिन्छ है र अर्को आउँदा ढिलो भयो कि साथीहरू मम्मी गरेर भात खाएर आउँदा यो चाहिँ मैले भरेको उसो यो चाहिँ के भन्छ अरे के भन्छ यसलाई
लाइसेन्सको लागि भरेको फर्म हो यो चाहिँ। यहाँनिर साथीहरू यो चाहिँ बर्बाद हुन लागेको थाहा छ हजुरलाई। स्टोभेट राखेको छु ब्यागमा, अनि त्यही ब्यागमा यो कागज देश नागरिकता सब त्यही स्टोभेट प्याचअप त्यही धन्न यो केही नभएको यो यतिको भए चाहिँ यो भएर केही फरक पर्दैन। तर फर्म हो यो चाहिँ, तर मैले राखेको खुसी लागेर। र यो चाहिँ मेरो उहाँ पैसा बुझाएपछि सबै कुरा गरेर भ्याएपछि लिखितको लागि लैजाने चाहिँ मेरो फर्म होइन, जुन हल्का बिजिसकेको छ साथीहरू देख्न सक्नुहुन्छ। स्टोभेटले बनाएको धन्न धेरै केही नभएको भनौँ न। ट्रायल दिने बेला सोधिरहनु भएको त्यहाँको पुलिसवालाले, ट्राफिक होइन ट्राफिक पुलिस होइन, के अरे के भएको शर्मिला तिम्रो यो फर्म भनेर सर पानी परेको थियो सर जाने बेलामा, अनि ब्यागमा पानी पसेछ सर भन्दै जखन गर्नुपर्छ नि भनेर थियो। र साथीहरू फाइनली जे कुराको इन्तजार थियो हामीलाई, तपाईँलाई पनि मलाई पनि, र त्यो कुरा चाहिँ फाइनली मेरो हातमा छ रिजल्ट। के छ के छ के छ के छ के छ हेर्ने हो। टाटा मुख देखायो हो चाहिँ यसका मुख देखाए टाटा 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 याहू। साथीहरू देखेन क्या हो, देखिरहेछ साथीहरू। मैले चाहिँ क्यामेरा अगाडि गरेको भएर यस्तो देखेछ, तर यहाँ चाहिँ साथीहरू पास लेखेको छ र यता पनि पास लेखेको छ। र यतापट्टि चाहिँ मेरो यहाँ देख्न सक्नुहुन्छ 10 नम्बर काटेको छ। किन भन्दाखेरि साथीहरू सब कटाएको क्या मैले, नकटाएको होइन। त्यहाँको त्यो स्कुटी जुन मलाई स्कुटी पऱ्यो नि, त्यो स्कुटीको चाहिँ साइड लाइटै अफै नभइदिएको नि साथीहरू। यस्तो धन्न त्यसलाई ध्यान दिनँ भन्नु न मैले, साइड लाइटै अफ नभइदिएर अनि त्यो पार्किङ गर्ने बेलासम्म साइड लाइट बालेर टो गर्दै आएको क्या साथीहरू। साइड लाइट घुम्दिने साइड लाइट बालेँ होइन, साइड लाइट बालेँ त्यसपछि अफ गर्ने बेला यसरी थिचेर अनि यता ल्याइन्छ नि त अफ गर्ने बेलामा त, त्यो त्यही थिचेर राखिदिनु पर्ने छ कस्तो स्कुटी। अनि त्यो हामीलाई के थाहा है, धन्न पहिलाको अब जस्तो पहिलाको यस्तो ट्रायलहरू भएको भए साथीहरू कस्तो सायद फेलै हुन्थ्यो होला मेरो विचारमा। अहिलेको चाहिँ नम्बरहरू काउन्ट हुन्छ, अनि हाम्रो 100मा 70 नम्बरभन्दा माथि आयो भने चाहिँ पास, 70 नम्बर टुप्लुकै आयो भने पास हो। 30 नम्बरसम्म हामीले जहाँ जहाँ आफूले खर्च गर्न मन लाउँछ त्यहाँ गर्दा हुन्छ, तर 100मा 100 ल्याउने भन्ने हुन्छ नि जसलाई होइन। र मैले नै 100मा 100 ल्याउन कोसिस गरेँ, 100मा 100 ल्याएको। त्यो स्कुटीको त्यो बिग्रेको रहेछ क्या। अनि उहाँले भन्नुभयो थियो, पछि मैले भनेँ उहाँहरूलाई किन यो स्कुटीको चाहिँ साइड लाइट यस्तो भएर रहेछ सर भन्दाखेरि, हजुर यो स्कुटीको चाहिँ यस्तो गर्नुपर्छ भनेर भन्नुभएको थियो। अब त्यो पहिल्यै बुझाइदिनु भएको भए साथीहरू सायद मेरो 10 नम्बर नि काटेको थिएन होला क्या। र मेरो नम्बर चाहिँ देख्न सक्नुहुन्छ 166 नै भन्थेँ मैले, त्यति नै रहेछ मेरो नम्बर चाहिँ। तर साथीहरू त्यो दिन चाहिँ थुप्रै 500जना नै हुँदो रहेछ होइन ट्रायल दिने चाहिँ, कस्तो तर कसैको नगर्दो रहेछ। यति इज्जत ट्रायल पनि नगर्ने के अर्थ चलाएको है भन्छु म त। सब आउट, केटीहरू त झन् माई गड सबै फेल। त्यो 8मै यसरी गोलो 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 घुम्दै बस्दिने नि, अनि 8को बाहिर निस्केर हिँड्दिने त्यस्तो गरेर आएको थिएँ। तर आई होप मेरो अनि मभन्दा अगाडिको एकजना म जस्तै केटी थियो एकजना, अझै मभन्दा भर्खरकै होला ऊ चाहिँ, ऊ पनि पास भयो। र ऊ केटी र म चाहिँ एउटै बेन्चमा परेका थियौँ कि लिखितको बेलामा पनि, त्यतिखेर पनि ऊ र म सँगै थियौँ। अनि ट्रायल दिने बेला नि उसले घटाएपछि चाहिँ मैले उसले चलाएको स्कुटी चलाएको, मेरो पनि आनन्दले घट्यो है। र अब चाहिँ साथीहरू फाइनली अब हामी चाहिँ कहिले जान्छौँ भने आइतबार भनेपछि अब नेक्स्ट आइतबार, एक हप्ता पछि चाहिँ जान्छौँ। एक हप्ता पछि भनेपछि आइतबार सोमबारतिर म जान्छु होला साथीहरू। र अहिले चाहिँ पानी हल्का बसेको छ साथीहरू, र लाइन पनि छैन। मैले चाहिँ रिङ लाइटबाट भ्लग बनाइरहेको छु, मेरो रिङ लाइट चाहिँ बिग्रेछ साथीहरू, त्यो कारणले चाहिँ यस्तो भएको छ, झरेको छ साथीहरू। ढङ्गको भनेपछि मसँग केही छैन। यो मेरो जुन क्यामेरा समाउने स्ट्यान्ड छ यो पनि मेरो यो भाँचेको छ तलपट्टिबाट। कहिले हो मेरो च्यानल मोनेटाइज हुने साथीहरू, कहिले हो कहिले। मेहनत चाहिँ टन्नै छ। यो वर्षभित्रमा मेरो टार्गेट छ साथीहरू, तपाईँहरूले माया गरेर साथ सपोर्ट दिनुभयो भने चाहिँ यो भित्र चाहिँ मैले गर्छु होला भनेर। कति मोटी देखियो क्या म। ओके साथीहरू, आजको भ्लग चाहिँ मेरो यति नै थियो। अब फेरि हामीसँग मसँगै जानुपर्छ मेरो के भन्छ त्यसलाई, के भन्छ अरे दिमाग हेर्न, मेरो अब स्कुटीको के भन्छ अरे, स्कुटीको
स्कुटीको बिर्सिएँ लाइसेन्स लिन सम्झेँ लाइसेन्स लिन यस्तो छ कि दिमाग देख्नुभयो दिमाग चाहिँ छैन मेरो स्कुटीको लाइसेन्स लिन जाने दिन पनि अब ब्लग गर्दै जान्छु त्यतिर त केही फरक पर्दैन किन बाहिर नै लिने हो नि त त्यो कारणले अस्ति पो भित्रभित्र गल्ली गल्लीमा पस्नु थियो र भ्लग गर्नै नदिँदो रहेछ नि मैले कति राम्रो भ्लग गरेको थिएँ है साथीहरू भित्र गएर चाहिँ सुन्दाखेरिको न्युज गरेको सब डिलेट हानिदियो कि लास्टमा एउटा केटाले देखेछ र त्यो सिकाउने अङ्कलले चाहिँ देख्नु भएको थिएन ट्राफिकवालाले पनि देख्नु भएको थिएन त्यो एकजना चाहिँ बाहिरपट्टि गेटमा बसेर भित्र बोलाइराख्नुहुन्छ कि नम्बर बाई नम्बर बस्नु अनि आउनु भनेर उहाँले देख्नु भएछ र सरलाई डिलेटबाट नि डिलेटमा त छ होला त्यहाँबाट तानेर हाल्छु भन्ने सोचिरहेको थिएँ तर त्यस्तो गर्न त हुँदैन फेरि यस्तो कि पहिले उहाँले भनिदिएको भए नि कि भ्लग चाहिँ यहाँ गर्न मलाई भिडियो बनाउन पाइँदैन है भनिदिएको भए पनि त हामी गर्थेनौँ नि त म सँगसँगै अझै 2-3जनाले पनि गरिरहेको थियौँ उहाँको डिलेट भएछ तर मेरो एउटा दुइटा पास्ट चाहिँ छ साथीहरू ओके साथीहरू यो भ्लग चाहिँ म यहीँ एन्ड गर्छु र फेरि नेक्स्ट भोलिको भ्लग पनि रमाइलो आउनेछ साथीहरू सबैजनाले इन्जोय गर्नु होला हस् त बाई बाई गुड नाइट शुभरात्रि